हजुर गुरुजी के विषय लिएर? सबैलाई जय श्रीमान नारायण। हाम्रो जयगाउँ खोक्ला तोरीबारी स्थित यहाँ जहाँनिर अहिले हाम्रो ट्रस्टद्वारा लक्ष्मीनारायण मन्दिर, गौशाला, वृद्धाश्रम साथै अन्य विषय लिएर हामीले काम थालेका छौँ र यहाँ धेरैजनाको सहयोगहरू हामीलाई आइरहेको छ। जस्तै जयगाउँबाट, इन्डियाबाट, भुटानबाट, विदेशबाट, अमेरिकाबाट, युरोपबाट, अस्ट्रेलियाबाट सबैजना मिलेर जयगाउँ खोक्ला तोरीबारीमा सम्पूर्ण श्रीमद् भागवत महापुराणका भक्तहरू मिलेर उहाँहरूले हाम्रो श्री सनातनी श्री वैष्णव ग्रुप ट्रस्टद्वारा सम्पूर्ण भक्तहरूको साथमा यो हाम्रो लक्ष्मीनारायण मन्दिरमा गौशालाको लागि, वृद्धाश्रमको लागि, हवन कुण्डको लागि, साथमा पछाडि गएर विवाह गर्ने जग्गा, मान्छे मर्दाखेरि भात खुवाई गर्ने जग्गा, जो 10 दिनसम्म गर्ने कर्महरूको लागि जग्गा, मृत्युपछि गर्ने कर्मको लागि हामीले हाम्रा ग्रुपद्वारा 14,500 स्क्वायर फुट जमिन बैना 140 रुपियाँको दरले गरेका छौँ र सहयोगीहरूको लागि हामीले नाम यहाँ आज उद्घोष गर्नेछौँ र ट्रस्ट पनि भइसकेको छ। ब्याङ्कको खाता पनि 3 जनाको नाउँमा करेन्ट एकाउन्ट आएको छ। यो पैसा पर्सनल कसैकोमा पस्दैन। अनि जम्मा जमिनमा भवन, मन्दिर, गौशाला गरेर 1.5 करोडभन्दा माथि 2 करोडको लगानीमा अनुमानित त्यति लाग्नेछ र जो आमा बाबाको नाउँमा फलैचा बोलाउन चाहनुहुन्छ यहाँ गौशालाको लागि जमिन दान गर्न सक्नुहुनेछ। किनकि बाहिर बनाएको फलैचाको बिजोक हुन्छ, यहाँ आयो भने तपाईँहरूको सम्पत्ति जुगजुगसम्म सबैले गाउनेछ। केवल यो भागवत भगवानको कृपाले गरिकन भागवतका हाम्रा जति पनि भक्त प्रेमीहरू हुनुहुन्छ उहाँहरूले यो ट्रस्टको लागि दान गरिरहनु भएको छ र उहाँ दानदाताहरू हुनुहुन्छ हाम्रो मङ्गलबारेबाट हाम्रो यसै ग्रुपको हुनुहुन्छ श्री कृष्ण गुरुजी मङ्गलबारेबाट, उहाँले 1 लाख रुपियाँ प्रदान गर्नुभएको छ भने पण्डित जीवन गुरुजी हुनुहुन्छ मङ्गलबारेबाट, उहाँले 25,000। अनि लक्ष्मी प्रपन्न रामानुज दासी भुटानबाट, माला छेत्री जसको नाम हो, उहाँले 1 लाख रुपियाँ प्रदान गर्नुभएको छ भने सानु प्रधान मेचेबस्तीबाट दिल्लीमा हुनुहुन्छ, उहाँले 51,000 रुपियाँ। माया दिदी मेचेबस्तीबाट जो हाम्रो सेक्रेटरी हुनुहुन्छ उहाँले 1 लाख रुपियाँ प्रदान गर्नुभएको छ भने ईश्वरा दिदी अमेरिकाबाट हुनुहुन्छ, उहाँले 1,20,000 भन्दा माथि रकम आइसकेको छ। उहाँ हाम्रो यो ग्रुपको चेयरम्यानको रूपमा पनि मैले उहाँलाई भनिरहेको छु र चेयरम्यान पनि हुनुहुन्छ भने बुनु यालमोराई तोरीबारीबाट 31,000 हुनुहुन्छ र हरिमाया शर्मा मेचेबस्तीबाट विपनाको फुपू हुनुहुन्छ, उहाँले 11,000 रुपियाँ र कहीँबाट गुप्ती दाना आएको छ 2 लाख रुपियाँ त्यसमा। अनि खगेन्द्र प्रपन्न रामानुज दासी हुनुहुन्छ, उहाँले 20,000 रुपियाँ मेचेबस्तीबाट। कमला प्रधान तथा दिदी हुनुहुन्छ, उहाँले 11,000 रुपियाँ र सिमला दिदी मेचेबस्तीबाट हुनुहुन्छ 25,000 रुपियाँ र कुमार दाजु ठकुरी पिपलगुरीबाट हुनुहुन्छ 11,000 रुपियाँ। जुना दिदी गुम्बा रोडबाट हुनुहुन्छ 20,000 रुपियाँ र मैदाली दिदी मेचेबस्तीबाट हुनुहुन्छ 15,000 रुपियाँ। चम्पा भाउजू हुनुहुन्छ 11,000 रुपियाँ गुम्बा रोडबाट र कमला उपाध्याय बहिनी त्रिवेणी टोलबाट 51,000 रुपियाँ र लीला छेत्री मङ्गलबारेबाट 15,000 रुपियाँ र ममता प्रधान 11,000 रुपियाँ र सीता दिदी युरोपदेखि 51,000 रुपियाँ। अनि उहाँदेखि पनि हामीले सम्झिनु भएको छ। रिता सुवेदी 7 ताली घर चाहिँ तर वर्तमान काम गर्दै हुनुहुन्छ दिल्लीमा, उहाँले 10,000 रुपियाँ। फुलमाया छेत्रीबाट 1 लाख रुपियाँ। अनि अरुणा काली सिङ्गापुरबाट 8,000 रुपियाँ र पण्डित भीम घिमिरे दलसिंहपाडाबाट 31,000 रुपियाँ। कमला देवी छेत्रीबाट 10,010 रुपियाँ। राधे आमै तोरीबारीबाट 5,000 रुपियाँ। गुप्ती दान आएको छ 5,000 रुपियाँ। जुनु छेत्री त्रिवेणी टोलबाट 8,010 रुपियाँ। सिर्जना विजय भुषाल बहिनी मङ्गलबारेबाट 12,020 रुपियाँ प्रदान गर्नुभएको छ र बसन्त छेत्री भट्टराई भुटान थिम्पूबाट उहाँले गुरुजी हिजो मात्रै कल गर्नुभएको छ, म करिब 1.5 लाख रुपियाँ म दिन्छु, राम्रो हुनुहुन्छ सर हुनुहुन्छ, उहाँले पनि दिन्छु भन्नुभएको छ र जुनु छेत्रीबाट 10,000 रुपियाँ। यसै गरेर हामीलाई मीरा प्रधान, उर्मिला राणा, आशा प्रधान, राधा प्रधान, सुषमा प्रधान शर्मा अनि यसरी उहाँहरूलेबाट पनि हामीलाई भरपुर सहयोग आइरहेको छ र जुना छेत्री त्रिवेणी टोलबाट 8,010 रुपियाँ। कमला देवी छेत्री नगरकट्टाबाट 10,000 रुपियाँ र गुप्त दानमा आएको छ हामीलाई 10,000 रुपियाँ। कमला लता प्रधान 11,000 अनि यसै गरेर पुराणबाट उठेको रकम भेटी 5,000 रुपियाँ र जमिनदाताबाट 15x15 को जमिन करिब अहिलेको वर्तमान 31,500 रुपियाँको उहाँले जमिनदाताले नै हामीले प्रदान गर्नुभएको छ र फडी गुरुजीबाट हामीलाई पनि दान दिने कुरो गर्नुभएको छ। गुप्ती दानमा 4 ट्र्याक्टर ढुङ्गा करिब 5,000 रुपियाँ पर्छ र पुराण लगाएर पहिला उठेको रकम 70,000 रुपियाँ पनि हाम्रो यो ट्रस्टमा आउँदैछ र
निक्की दिदी हाम्रो जयगाउँ काली मन्दिर क्षेत्रबाट 2टा रुम बनाइदिन्छु गुरुजी भनेर उहाँले वचन दिनुभएको छ। शिला दिदीले पनि वचन दिनुभएको छ र हाम्रो भजन मण्डली ग्रुपदेखि उठेको रकम 14,790 रुपियाँ उहाँले प्रदान गर्नुभएको छ र हाम्रो उपप्रधान सुबला दिदी मङ्गलबारीबाट र सेम्जेन स्कुलबाट अपुस सरले पनि वचन दिनुभएको छ र फुलमाया छेत्रीले चाडा चियर गरेर हामीलाई यस प्रकारले हाम्रो यो शुभ कर्ममा उहाँहरूले तन मन धनले सहयोग गरिरहनु भएको छ र यति मात्रै नभएर हाम्रो यो मिडिया राख्नुको हाम्रो विशेष भूमिका भनेको हामीलाई यहाँ 1.5 देखि 2 करोडको आवश्यक परेको हुँदा सबैजनाले वृद्धाश्रम लक्ष्मीनारायणको मन्दिर गौशाला विवाह गर्नको लागि किनकि 25-30 वर्ष पछाडि जमिन पाइँदैन मान्छे मर्दाखेरि ढिकुरो बनाएर त्यहाँ सबैले आएर यसो ढिकुरोमा काम गर्ने यस्तो खालको हामीले एउटा सामुजिक के अरे समाजको लागि यो उदाहरणीय कर्म मात्र गर्न खोजेको। त्यस कारणले गर्दाखेरि मिडिया राख्नुको मार्फत हाम्रो यही हो कि यो मिडियाको मार्फतबाट धेरै धेरैजनासम्म जनसमुदाय पुगोस् र हाम्रो जति उठेको रकम हुन्छ ट्रस्टमा करेन्ट ट्रस्टमा पस्नेछ एकाउन्टमा पस्नेछ 1 रुपियाँ पैसा पनि तलमाथि हाम्रो ग्रुपद्वारा गर्न दिनेछौँ हामी। विशेष यसका लागि हामीले यो मिटिङ डाकेको र मिडिया डाकेको। गुरुजी ट्रस्टको नाम चाहिँ के रहेछ अन्त पदाधिकारीहरू को रहेछ? ट्रस्टको नाम छ हाम्रो श्री लक्ष्मीनारायण मन्दिर जगद्गुरु योगीराज आश्रम कमलानयनचारी आश्रम खोक्ला तोरीबारी। अनि यसमा हाम्रो सेक्रेटरीमा हुनुहुन्छ दिदी माया थापा, केसियरमा हुनुहुन्छ पण्डित कृष्ण गुरुजी र सभापतिमा हुनुहुन्छ फुलमाया छेत्री दिदी र बाँकी अरू सबै ग्रुपमा कमिटीमा हुनुहुन्छ। अनि हाम्रो चेयरम्यानमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ दिदी हुनुहुन्छ उहाँले हर सेकेन्डको सबै चिजहरू हामीलाई सोधेर सबै गरिरहनु भएको छ। उहाँको नेतृत्वमा हामी सबै मिलेर हाम्रो ग्रुपको नेतृत्वमा हामी सबै मिलेर यो काम गरेको। यो कसैको पर्सनल होइन, केवल सामाजिक र सामूहिक हो। यो आजको बैठक चाहिँ कहाँ भएको थियो? हाम्रो जहाँनिर हाम्रो जमिन दान हुन्छ, जहाँनिर हाम्रो भवनहरू बनिन्छ, जहाँ जहाँ मन्दिर बनिन्छ, जहाँ गौशाला निर्माण हुन्छ त्यही जग्गामा नै हामीले यो मिटिङ राखेका हौँ। हजुरले जमिन पनि सबै देखाइदिनु होला। करिब 14,500 स्क्वायर फुट हामीले जमिन लिइसकेको छ।